हेलो गाइज नमस्कार। आज मेरो भाइको बर्तनका केही भिडियो र फोटोका झलकहरू लिएर आएकी छु। यी भाइको लागि माला पनि रेडी भइसक्यो। अब बिहानको पूजाको लागि रोटी पनि बन्दैछ। पूजामा बिहानै प्रसादीको लागि राख्नुपर्ने भएकोले छिट्टै बिहानै रोटी बनाउने प्रोग्राम हाम्रो स्टार्ट भयो। रोटी बन्दैछ प्रसादीको लागि। म पनि रोटी बनाउन लागेँ। रोटी बनाउन त खासै राम्रो आउँदैन, तर पनि अलिअलि काम चलाउने मात्रै हो। अब हाम्रो यज्ञमा पनि पूजा स्टार्ट हुन लागिसक्यो। पूजाको सुरुवातमा सबैजना मम्मी बाबा अङ्कल आन्टी सबै बसेर पूजा गर्न सुरु गर्नुभयो। बिहानको समय थियो, पाहुनाहरू पनि आउँदै हुनुहुन्थ्यो, कोही आइसक्नु भएको थियो। शान्ति भवन्तु गुरुवन्तु हाम्रो घरमा शान्ति होस् है भन्नु। शान्ति भवन्तु गुरुवन्तु शान्ति भवन्तु गुरुवन्तु भन्दाखेरिमा अब असम्म ब्राह्मणहरूले भन्छ शान्ति हो शान्ति हो शान्ति अब यता चाहिँ हाम्रो खाना रेडी हुँदैछ। अङ्कलहरूले खाना बनाउँदै हुनुहुन्छ। अब कति खाना बिहानको टाइम भएकोले बिहानको नास्ता पनि थियो, खाना पनि बन्दै थियो। त्यसैले नास्ता खाँदै हुनुहुन्छ कसैले, कसैले खाना बनाउँदै हुनुहुन्छ। कसैले खाना बनाउँदै हुनुहुन्छ त कसैले खाना खाँदै हुनुहुन्छ। एकदमै रमाइलो भएको छ। हाई गर्नु सबैले। ल मामा हाई गर्नु। मेरो भाइरल मामा फोटो खिचौँ खै। ल भाइरल है मामा। ल युट्युबमा हेर्नु ल। दिदी मलाई हामी अघि देख्न सक्यौँ। भाइ फेरि यसै मक्ख छ। आज उसको बर्तन हुन लागेकोले एकदमै खुसी छ। अब यही भाइको कपाल काट्ने टाइम पनि पाउन लाग्यो। मामाले कपाल काट्नको लागि रेडी गर्दै हुनुहुन्छ। कपाल काट्नुभन्दा पहिला त्यहाँ कपाल मिलाउनु पर्ने रहेछ। पण्डितजीले कपाल मिलाउनु भन्नुभएको छ। अनि कपाल काट्नको लागि मामाले कपाल मिलाउँदै रेडी गर्दै हुनुहुन्छ। यतापट्टिको साइडमा अलिकति काटेर यतापट्टिका ती कुसासित लिएर यता तिनवटा कुसा नि तँ र यो लिएर यो एउटामा राखिदिनु। यहाँ तिनवटा कुन्टा छ नि अब फेरि यतापट्टिको
यो काँडा पुसाउ बनाइ गइयो तिनवटा कुकुर छ नि सँगैका अब अर्को निकाल्नु फेरि कपाल सुक्खा भएकोले पानी हालेर अब कपाललाई गिलो बनाउनु भयो, काट्न सजिलो होस् भनेर। अब भाइको चाहिँ पुरै कपाल काटिन्छ। कपाल काटेर भाइलाई टक्ला बन्दाखेरि भाइ चाहिँ कस्तो देखिन्छ होला थाहा छैन, किनकि उसलाई पुरै कपाल काट्न मनै पर्दैन। फाइनल्ली अब यही कपाल काट्न पनि लागियो। यो कपाल चाहिँ यत्तिकै फाल्नु हुँदैन भन्ने कुरा रहेछ, त्यही भएर कपाल जम्मा गर्दै कपाल काट्दै गरिरहेका छौँ। यो ब्लेड फेरि लाग्दै नलाग्ने रहेछ, कपाल काट्न एकदमै गाह्रो भएको थियो मामालाई। काटिन्छ कपाल पनि कोही जाँदै पाउँदैन, कोही जाँदै काटेर लिएर आइ हुन्छ कि जो एउटा बिलेट लिएर आऊ त्यहाँबाट जो पानी लिएर आइज पानी दिके कति राम्रो हुन्न रे त्यही बिलेट हो राम्रो खाने भने ल्याएको ए भकै यारे भिडियो गर्नु त हेर म भोइमा पनि भिडियो गर्ने मनिषले के गर्छ बुक्का उनलाई दिउ लाउन खाना खाइसकेछु बुक्का पडाम पुडुम के गर्नु त एक झापडा हाल्छ भयो के भयो अहिले रुक न प्लास्टिक मिसिनमा फेरि फाइनली कपाल काटेर पनि सकियो। भाइलाई अब भिक्षा माग्ने कार्यक्रम चाहिँ स्टार्ट भयो। अब भाइ चाहिँ भिक्षा माग्नको लागि रेडी हुँदैछ। पण्डितजीले सिकाउँदै हुनुहुन्छ के भन्नु के गर्नु भनेर। क्यामेराम्यान पहिला आउरन दिने हैन नि त फेरि पहिला आमन्त्रण भयो भिक्षा माग्न आउँदैछ फेरि आउन चाहिँ नमिल्ने रहेछ। यसरी जग्गी घुम्दैछ तर्फ आउनु पर्ने रहेछ। भिक्षा माग्न आउँदैछ। कस्तो ड्रेसमा त उसलाई कस्तो भगवती भगवती भिक्षाम देई भिक्षाम देई हा। अब हाम्रो भिक्षा दिने टाइम भयो। ल राम्रो यो यहाँ हाल्दै भयो के त त्यसै खाने दिनु यिनी ननिकाल्नुहोस् कि यिनी यहाँ हालिदिनुहोस् सबै हालिदिनुहोस्। एउटै चिज हो यहाँ पनि यही बनाउने हो। भगवती भगवती
ल अब त भेक्छ बोली भन्दै गर्नुपर्छ तल यार झोली लिएर झोली कति सानो बनायो यो धान त सबै यसमा पनि झोली झोली भन्ने ठिकै यहाँ टच छ देशीहरू छ खै त माइल भए खै त छोटी भएर के नदिनुहोस् कुन बाबा होइन बाबाले यत्रो चाहिँ क्यारेको त यहाँ माग्दा माग्दा घाँटी दुम्ला अरू भयो ल किन फेरिको मेरो यसा 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 त्यो भोलि अटाउनु मामा मामा हो कि सँगै जाने त कस्तो मैले त दिने हो लगाएर समाज दिने यो के बरात गएर एउटा दुला बनेको थियो रोममा छैन लगा झटका है कानमा भगवती भिक्षाम देहि फाइनली अब भिक्षा दिने कार्यक्रम पनि सकिन लागेको छ किनकि सबै पहिला सुरु बाबा मम्मी अङ्कलहरू आन्टीहरू सबैले दिनुभयो अब गाउँमा अङ्कल आन्टी सबैले दिँदै हुनुहुन्छ बिचरा हाँसो पानी खान नपाए भयो किन आऊ 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 किन खेल चित्त बुझाएर चलो नरोकिन हाल्दै हाल्दै छोड्दा केमा छोरामा हाल्छ एकैचोटि हालिदिनु ल त एकैचोटि हालिदिनु मेरो फोटो कितना छ मै छैन भगवती भिक्षाम देहि
आइसिएको कमाइ राम्रो थियो भगवती भिक्षाम दे हे दिए छोरा दिए आती खै दाइ भित्र आएर दिने हो नि भगवती भिक्षाम दे हे भित्र आएर दिनु के भगवता भिक्षाम दे हे बाडे जम्मै एउटा सेवा मात्र दिनु बाबाले दियो भने कराउँदै अब फाइनली हाम्रो भिक्षाको कार्यक्रम पनि सकियो। अब भाइको ड्रेस पनि चेन्ज भयो, माला लगाएर ऊ चाहिँ यज्ञमा बस्यो। साँच्चीकै दुबोको माला लगाएर यज्ञमा बस्दा असाध्यै राम्रो देखिएको थियो, असाध्यै राम्रो देखिएको छ। हेर्नु त साँच्चीकै है। अब चाहिँ बर्तन गर्ने मान्छे भाग्नु पर्ने रहेछ, दौडी दौडी टाढा भाग्नु पर्ने रहेछ। अनि त्यहाँ चाहिँ मामा या मामाको छोराले छोपेर ल्याउनु पर्ने रहेछ। हाम्रो चाहिँ मामा चाहिँ कामले बाहिर जानुभएको भएर अहिले चाहिँ मामाको छोराले छोपेर लिएर आउनुहुन्छ उसलाई। यो चाहिँ एकदमै राम्रो मोमेन्ट थियो, एकदमै खुसी मोमेन्ट। सबैजना हाँस्दै खुसी हुँदै रमाइलो गर्दै फोटो भिडियोहरू खिच्दै गर्दै थियौँ। एकदमै रमाइलो लागिरहेको छ। यो मोमेन्ट चाहिँ एकदमै फनी मोमेन्ट थियो। भाग्दा भाग्दै त ऊ त धेरै नै टाढा भागिसकेको थियो। हेर त दौडिँदै कति पर पुगिसकेको थियो। फाइनल्ली दाइले छोपेर लिएर आउनुभयो उसलाई। अब उसलाई जिस्काउँदै हुनुहुन्छ दाइले, खै के भने मैले, अनि उसलाई छोपेर लिएर आएँ। मलाई धेरै नै उसले दौडायो भन्दै हाँस्दै हुनुहुन्छ दाइ पनि। यो मोमेन्ट चाहिँ साँच्चीकै एकदमै फनी मोमेन्ट थियो, एकदमै फनी मोमेन्ट, एकदमै हाँसो लाग्ने, एकदमै रमाइलो मोमेन्ट चाहिँ यो थियो। फाइनल्ली उसलाई छोपेर जग्गासम्म पनि लिएर आउनु भयो दाइले। अब चाहिँ फेरि पूजाको लागि जग्गामा बस्नुपर्ने थियो उसलाई। अब चाहिँ पूजा अगाडि सकिँदै थियो। टिका लाउने कार्यक्रम पनि सुरु भयो। टिका लाउने सबैजना टिका लाउनको लागि अङ्कल आन्टी ठुलो बाबा ठुलो मम्मी सबैजना रेडी हुनुहुन्थ्यो टिका लगाउनको लागि। ल सुरुमा बाबाले टिका लगाएर उसलाई चाहिँ खुट्टा ढोग्न भन्नुभयो। आज चाहिँ अरू दिन खुट्टा नढोगे पनि आज चाहिँ सबैजनाको आफूभन्दा ठुलो मान्छेहरूको खुट्टा ढोग्नुपर्ने रहेछ। यसैले उसलाई जति पनि मान्छेहरूले टिका लगाइदिनुहुन्छ उहाँहरू सबैलाई उसले चाहिँ ढोग्नुपर्ने थियो आज, र उसले ढोगिराखेको थियो सबैलाई। फोटो खिचाइ जहिले फोटो खिचाइ
खै त बिनाजु फोटो खिचाइ चाहिने फोटो खिचाइ ल उसले अब खुट्टा ढोग्नु पर्ने खुट्टा ढोग्यो उसले आज चाहिँ सबैजनाको खुट्टा ढोग्नु पर्ने थियो जसले उहाँ उसलाई चाहिँ टिका लगाइदिनु हुन्छ उहाँहरूको खुट्टा ढोग्ने अनि अर्को रमाइलो कुरा थियो आज सबैजनाले टिका लगाएर उसलाई गिफ्ट दिनुभएको थियो त्यो गिफ्ट चाहिँ उसलाई हेर्न एकदमै एक्साइटेड थियो कसले के दिनुभयो र कति दिनुभयो भनेर एकदमै एक्साइटेड थियो ऊ चाहिँ अनि मलाई चाहिँ भन्दै थियो दिदी आज चाहिँ हामी सबै मिलेर मेरो गिफ्ट हेर्नुपर्छ है भन्दै थियो म फेरि के हस् गिफ्ट त हेर्नुपर्छ तर चाहिँ गिफ्ट हाफ हाफ हुनुपर्छ ल भनेको चाहिँ ऊ चाहिँ हाँस्दै थियो एकदमै मनिषा यता नि फोटो खिच्दै ल अब म जान्छु नानी म टिका लाउँछु उहाँ लगाइदिनु टिका चिनिया हैप्पी वाली चिने किन कहाँ उहाँसँग चिन्छु किन नचिन्यो र कहाँ भेट भयो अस्ति बिहामा जाँदा भेट भएको थियो सबैको अब म जान्छु बिहामा भेट भएको अनि आमा होइन उसको पुग्नु पर्दैन बाबु ठिक हो त लगाइदिन्छ त्यस्तो चिनेर ढोगले चिन्यो
मुने मानिस कि अब कसकोमा यो नाइले पनि लगाइदिए ओ नाइले पनि लगाइदिए के लाग्नु पर्छ ल मैले के भयो त यहाँ बसेकालाई के दिनु भने मेरो खिच्दैन तेरोबाट छैन खिची कति बेर लगाइदिन्छ है 4 वर्ष सिक्नुपर्छ कि फाइनली हाम्रो टिकाको कार्यक्रम अब चाहिँ पवित्रेण शतधारेण सुखकामदुःख ओम शान्ति ओम शान्ति ओम शान्ति प्रार्थना गर्नुस् है अग्निलाई ओम निसादिन ध्यान गरी परमानन्दम जन भई जान परतरी ओम हर 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 महादेव सच्चिदानंद परस्पर जनहितकारी शिव सज्जनहितकारी जय जय शंभ सदा शिव जय जय शंभ सदा शिव जय जय त्रिपुरारी ओम हर 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 महादेव ओम जय शिव शंकर शंभो जय गिरिजाधीश शिव जय गिरिजाधीश जय जय करुणासागर जय जय करुणा पशुपति जगदीश ओम हर हर काम कामाय वै हम कामेश्वर वै शृणुदातु कुबेराय वै शृणाय महाराजाय नमः ओम षष्ठी साम्राज्यं भौजं स्वराज्यं वैराज्यं परवेक्यं राज्यं महाराजम् अधिपतयः मह्यं समन्तपर्याये सत् सार्वभौम सर्वाय शान्तता प्रार्थना पृथिवी समुद्र पर्यन्ताय एकराटिति तस्मस्मृगे अविचित सकाम प्रेर विश्वे देवासवासः ओम विश्वतोरतं सुरुता चाहिँ हाम्रो बर्तनको पूजा पनि सकियो। अब चाहिँ फोटो खिच्ने भनेर फोटो भिडियोहरू खिच्न थाल्यौँ हामी चाहिँ, किनकि बर्तन सकिसकेको थियो। बर्तन पूजा सकियो। अब राति चाहिँ हाम्रो भजन स्टार्ट भयो। भजन कार्यक्रम थियो रातिको समयमा। भजनमा पनि एकदमै रमाइलो भएको थियो। सबैजना भजन गाउँदै हुनुहुन्थ्यो, नाच्दै हुनुहुन्थ्यो। एकदमै रमाइलो हुनुहुन्थ्यो। यो पनि भगवानको नाम लिँदै भजन गाउँदै नाच्दै एकदमै खुसीको मोमेन्ट, एकदमै रमाइलो मोमेन्ट भएको थियो भजनको टाइम पनि। मलाई फेरि भजन भनेपछि एकदमै राम्रो लाग्छ। नाच्न त मलाई धेरै आउँदैन, तर पनि म अलिअलि नाच्ने गर्छु। एकदमै रमाइलो भएको थियो। भगवानको नाम लिँदै नाच्दै गाउँदै हरे हरे कृष्ण कृष्ण भन्दै एकदमै रमाइलो भयो भजनमा। मलाई चाहिँ खासै नाच्न चाहिँ आउँदैन, तर भजन सुन्दा
हेर्दाखेरि चाहिँ नाचौँ नाचौँ चाहिँ लाग्छ। त्यही भएर अलिअलि नाच्ने चाहिँ गर्छु कहिलेकाहीँ। अब हाम्रो भजन कार्यक्रम पनि सकियो। ल है गाइज हेर्नु त हामी फेरि अर्को दिन पनि पिकनिक जसरी खाना खान लाग्यौँ, किनकि पाहुनाहरू धेरै भएकाले भित्र खाना खाने व्यवस्था अलि सानो भएकोले बाहिर आनन्दले बसेर खाने भन्नुभयो। खाना खान लाग्यौँ। बर्तन साँच्चीकै धेरै रमाइलो भयो, सोचेको भन्दा पनि धेरै रमाइलो भयो। सबैजना आउनुभयो, एकदमै थ्याङ्क यू सो मच। बाई बाई गाइज।